हेलो गाइज, आज मैले बनाउन लाग्छु चटपटे। कस्तो हुन्छ हेर्दै गर्नु होला। सामान चाहिँ त्यति धेरै छैन। फर्स्टमा हाल्छु मैले काँक्रा र खुर्सानी चाहिँ मिक्स छ यसमा। अनि त्यसपछि हाल्दैछु मैले चाहिँ प्याज। त्यसपछि पालो आउँछ अब बदाम बजारदेखि किनेको। अनि त्यसपछि हाल्दैछु नमकिन पनि हाल्छु, एकदम चटपटे बनाउने हो नि त अरे। चाउचाउको नुन, चाउचाउ हाल्दै वाइ फेरि पनि नुन हाल्छु। एउटा अगाडि हालेको थिएँ, अहिले एउटा हाल्दैछु। अनि हाल्दैछु यो चाहिँ चटपटेको मसला। यसमा जिरा खुर्सानी धनियाँ मिक्स गरेछ। अनि नुन हाल्छु मैले। त्यसपछि आउँछ यसमा भुजाको पालो, लास्ट चाहिँ भुजा। यस्तो मिठो हुनेवाला छ आज। अब चाहिँ हाल्छु यसमा चटपटेको के भन्छ यसलाई, सस, मतलब गिलो चटपटे खानालाई चटपटेको सस। अब यसलाई मजाले मिक्स गर्ने हो। अहिले चाहिँ रेडी भइसक्यो चटपटे हाम्रो गिलो चटपटे। त्यति धेरै गिलो त भएन, चाहिँ गिलो चटपटे। अनि मैले चाहिँ चटपटेमा हाल्न बिर्सेछु कागती, फेरि हाल्दैछु अहिले लास्टमा। कस्तो बिर्सेछु कि भिडियो चाहिँ बनाउन थिएँ, फेरि लास्टमा बिर्सेछु। कागती हालेपछि चाहिँ धेरै मिठो भयो।